चतुर्दशी यस्तो दिन जुन दिन चाहिँ पितृहरूको लागि पुरा द्वार खोलिने दिन भनेर मानिन्छ। बाला चतुर्दशीको दिन यदि तपाईलाई विभिन्न किसिमका ग्रह शक्तिशाली ग्रह पीडाहरू छन् भने तपाईले बाला चतुर्दशीको दिनमा यो उपाय गर्नाले तपाईका ग्रह पीडाहरू तपाईका दोषहरू शान्ति भएर जान्छन्। आजको दिनमा विशेष गरेर पितृदेवताहरूको तृप्तिको लागि पितृको उद्धारको लागि पितृहरूको लागि चाहिँ एकदम विशेष पर्व हो यो बाला चतुर्दशी। यसपालिको बाला चतुर्दशी मक्सिर 3 गते बुधबारको दिनमा परेको छ। हामीले अघिल्लो दिनदेखि नै एक चित्त एक भक्ति एक ध्यान रहेर चाहिँ हामीले रातभरि शिवालय कुनै गंगा तटमा बसेर शिवालयका मन्दिरका वरिपरि बसेर चाहिँ हामीले हाम्रा पितृहरूको मुक्ति र पितृहरूको सन्तुष्टिको लागि उनीहरूको आत्मा शान्तिको लागि चाहिँ रात्रि जागरण बसेर चाहिँ उहाँहरूको लागि चाहिँ हामीले दीपक शिवजीको थानीमानी नजिक बसेर चाहिँ हामीले दीपक बाल्ने गर्दछौँ। पुरा त्रयोदशी रातभरि दीपक बालिसकेपछि हामीले उज्यालो हुँदै गर्दाखेरि चाहिँ शतबीज छर्ने चलन आएको छ। परापूर्व कालदेखि नै शतबीज यानि कि तपाईले 14 थरीका चाहिँ अन्नहरू विविध किसिमका चोखा अन्नहरू चाहिँ तपाईले चोखो अन्नहरू चाहिँ तपाईले चाहिँ शिवालय वरिपरि हामीले चाहिँ शतबीज छर्ने प्रचलनमा आएको छ। यसरी छरेको शतबीजले यसरी गरेको एक दानले एक दीपकको दानले थोरै एक चुड्की तिलको दानले गर्दा तपाईका पितृहरू अकालमा मरण भएका काल अकालमा मरण भएका सम्पूर्ण पितृहरूको आत्माले शान्ति पाउँछन् र यति बेलाको गरेको तपाईको सानो तर्पण दानले पनि तपाईलाई लाखौं करोडौं तपाईको पूर्वजसम्मका तपाईका चाहिँ पितृहरूको चाहिँ आत्माले शान्ति भएर जानेछ। सम्पूर्ण पितृहरूले चाहिँ पाउनेछन् के। त्यसकारण गर्दा यही अवसरमा मैले तपाईहरुलाई चाहिँ यदि तपाईलाई पितृदोष छ तपाईको काल सर्प दोष छ शनिको दोष छ राहु केतुका दोषहरू छन् शनि ग्रहले छोड्दैन पीडा दिइरहेको छ यस्ता विविध किसिमका दोषहरू छन् भने आज तपाईहरुलाई उपाय लिएर आएको छु। यो अवसर बारम्बार आउँदैन, वर्षमा मात्र एक दिन, त्यो दिन जुन बाला चतुर्दशी हो त्यस दिनमा तपाईले गरेको यो सानो उपायले तपाईका पितृ त तरे त्यस सँगसँगै तपाईका विविध दोषहरू चाहिँ शान्त भएर जान्छन्। हजारौं वर्षदेखि हाम्रा धर्मले हामीलाई भन्छ कि पितृ प्रसन्न भए देवता प्रसन्न हुन्छन् र देवता प्रसन्न भए हाम्रो ग्रह दोषहरू स्वतः शान्त भएर जान्छ। त्यस कारणले गर्दा हामीले यो बाला चतुर्दशी भनेको चाहिँ तपाईको वंशको ऊर्जा पितृ ऊर्जा र ग्रह ऊर्जाहरूको अद्भुत मेल हो। यो सम्पूर्ण ऊर्जाहरूलाई चाहिँ शान्त पार्ने सम्पूर्णलाई तृप्त पार्ने चाहिँ यो एकदमै ठुलो दिन हो क्या। पितृहरूको लागि एकदम ठुलो दिन हो। त्यसकारण अब भिडियोलाई एकदम नबढाइकन लामो नबनाइकन चाहिँ मैले विशेष गरेर तपाईहरुलाई चाहिँ मैले आजको विशेष टपिक सन्दर्भतिर चाहिँ प्रवेश गर्न चाहन्छु। विशेष गरेर आजको दिनमा तपाईको अब कुण्डलीमा अथवा हेराउँदा तपाई आफैले नै अनुभव गरिरहनु भएको होला। तपाईलाई हेराइराख्दाखेरि पितृदोष छ भनेको छ, शनि राहु केतु अथवा काल सर्प दोष अनेक किसिमका दोषहरू छन् भने आजको यो उपायहरू तपाईको लागि एकदम प्रभावकारी हुनेछ। त्यसकारण गर्दा यो उपाय हजुरहरूले गर्न नबिर्सिनु होला। जस्तो कि मैले सर्टकटमा तपाईहरुलाई चाहिँ यो दोषहरूले तपाईहरुलाई के कस्तो क्षेत्रमा प्रभाव पार्छ त्यो बारेमा भन्छु है। सर्वप्रथम चाहिँ पितृदोष है। पितृदोषले तपाईलाई मानसिक तनाव, घर झगडा, सन्तानमा चाहिँ कष्ट, तपाईको घरभित्र चाहिँ एकदम थकावट जस्तो, घरमा चाहिँ धनधान्य
पनि एकदम नरोकिने हैन सह नहुने तपाईको कामकाजहरू अड्किरहने त्यो बनाउँछ। तपाईको यति राहु दोष छ, राहुले पीडा दिइरहेको छ भने नराम्रो सपनाहरू देखिने, भ्रम दुविधाहरू बढ्ने, शङ्का सन्देहहरू बढ्ने, अचानक समस्याहरू आइलाग्ने र मानसिक रूपमा चाहिँ तपाईलाई टेन्सनहरू बढाइदिने काम गर्छ। यदि तपाईका केतुका दोषहरू छन् भने मन अस्थिर हुने, बेचैनी, चिडचिडापन इत्यादि बनाएर ल्याउँछ। र तपाईको काल सर्प दोष छ भने तपाईलाई अचानक नोक्सानी, बाधा, ढिलाइ, काम बिग्रिने यस्ता समस्याहरूमा पार्दछ। यदि तपाईको चन्द्र, राहु अनि राहु केतुका दोषहरू, ग्रहण दोषहरू भन्छन् यसलाई हैन, यस्ता दोषहरू छन् भने तपाईको निन्द्रामा निन्द्रा नलाग्ने, निन्द्रा कचमच हुने, निराशा बढ्ने, मनोबलहरू घट्ने हैन, मन अशान्त हुने यस्ता समस्याहरू हुन्छ। तपाईलाई ती शनि दोषले पीडा दिइरहेको छ भने तपाईलाई घरमा अशान्ति, जागिर नोकरीमा चाहिँ तपाईलाई काममा ढिलाइ हैन, तपाईलाई चाहिँ शरीर एकदम भारी भएको, थकावट जस्तो, एक्लो एक्लो बस्न मन लाग्ने, चिडचिडापन, काममा एकदमै डर र ढिलाइ हुने त्यस्तो समस्याहरू हुन्छन् है। त्यसकारण गर्दा यो सम्पूर्ण ग्रहहरूको दोषहरू, पीडाहरूलाई हटाउनको लागि आज बाला चतुर्दशीको दिनमा विशेष तपाईहरुले चाहिँ यो काम गरेर चाहिँ आफ्ना ग्रह अनुसारको, आफ्नो पीडा अनुसारको चाहिँ दोष हटाउन सक्नुहुनेछ। आज विशेष गर्नुपर्ने कर्म भनेको पहिलो नम्बरमा जप, दोस्रो नम्बर दीपदान र तेस्रो नम्बरमा तर्पण। जपले तपाईको ग्रहहरूको दोषलाई शान्त बनाएर लान्छ। दीपदानले तपाईको अशुद्ध ग्रहहरूको अन्धकार हटाएर लान्छ भने तपाईलाई तर्पणले चाहिँ, तर्पण दिँदा चाहिँ पितृ र ग्रह दुवै सन्तुष्ट भएर जाँदछन्। त्यसकारण गर्दा हजुरहरूले चाहिँ के गर्ने त, फर्स्टमा सङ्कल्प गर्नुपर्ने हुन्छ। सङ्कल्प गर्नु पूर्व तपाईलाई चाहिने सामग्रीहरू भनेको चाहिँ 14 प्रकारका अन्नहरू जस्तो तिल, गहुँ, चामल, मकै, केराउ आदि अन्नहरू राख्न सक्नुहुन्छ। शुद्ध घिउ, कालो तिल, त्यसपछि जल, दूध हैन, दियो, एक काला कपडा वा सेतो कपडा हैन, शान्तिको लागि रुद्राक्ष, शिवको माला हैन, अनि एक सानो थाल तर्पणको लागि त्यो चाहिँ, अनि शिवलिङ्ग वा शिवजीको तस्बिर, यो सामग्रीहरू तपाईको लागि आवश्यक हुन्छ। सुरुमा तपाईले सङ्कल्प गर्नु, तपाईको मनोकामना प्रार्थना गर्नुहोस्। आज चाहिँ बाला चतुर्दशीको यो पवित्र दिनमा चाहिँ म भगवान शिवको समक्ष बसेर शिवजीलाई चाहिँ साक्षी राखेर चाहिँ मैले मेरा भगवान शिवलाई चाहिँ साक्षी राखेर चाहिँ शिवजीमा चाहिँ समर्पित भएर चाहिँ मैले यो सङ्कल्प लिँदैछु। म मेरो नाम यो, म फलानो गोत्रको, म यो ठाउँको, मेरो चाहिँ शिवजीले चाहिँ शिवजीको सामुन्ने बसेर चाहिँ मैले यो हातमा जौ, तिल, कुश, पानी लिएर चाहिँ हजुरले चाहिँ तपाईले चाहिँ सङ्कल्प लिन सक्नुहुन्छ। मेरा चाहिँ नवग्रहहरू शान्ति हुन्, मेरा अशुद्ध ग्रह, अशुभ ग्रहहरू शान्त भएर जाउन्। मैले चाहिँ मन्त्र जप, दीपदान र तर्पण गर्दैछु। मेरा अशुभ ग्रहहरू शान्त भएर जाउन् र शुभ फल मात्र प्राप्त होस्, जीवनमा शान्ति, सुख र समृद्धि छाओस् भनेर चाहिँ हजुरले सङ्कल्प लिनुहोस्। लिएको हातमा लिएको जल भूमिमा गिराइदिनुहोस्। यसो गरिसकेपछि स्टेप नम्बर 2 मा तपाईले जप विधि गर्नुपर्छ। तपाईँ यदि मङ्गलबाट पीडित हुनुहुन्छ, मङ्गल सम्बन्धी 108 पटकसम्म ओम गारकाय नमः मन्त्र जप गर्नुहोस्। शनि दोषबाट पीडित हुनुहुन्छ भने ओम सम शनैश्चराय नमः मन्त्र जप गर्नुहोस् 108 पटक। यदि राहु केतुको दोष शान्तिको लागि मन्त्र चाहनुहुन्छ भने ओम राहवे नमः अथवा ओम केतवे नमः 108 पटक। अथवा चन्द्रमाबाट पीडित हुनुहुन्छ भने मनको विकार हटाउन मन छ भने ओम सोम सोमाय नमः 108 पटक। यदि तपाईलाई पितृदोष शान्तिको लागि चाहनुहुन्छ भने ओम पितृभ्य स्वधा नमः मन्त्र 108 पल्टसम्म जप गर्नु। यदि जप गरिसकेपछि तपाईका असन्तुलित भएका ग्रह दोषहरू शान्त हुँदै जान्छन्। र अर्को नम्बरमा तपाईले दीपदान गर्नुहोस्। दीपदान गर्दा घिउको दियो बाल्नुहोस्। शिवलिङ्ग भगवानको
सामुन्ने चाहिँ घिउको दीप राखिदिनुहोस् अनि मनमा आफ्नो ग्रह समस्याहरू सम्झिनुहोस् र प्रार्थना गर्नुहोस्। ओम दीप ज्योति परमात्मने नमः भन्दै तपाईँले प्रार्थना गर्नुहोस् र दीपदान यसरी गर्न सक्नुहुन्छ। भगवानको लागि त्यो दीप समर्पण गर्न सक्नुहुन्छ। अन्तिममा तपाईँले तर्पण गर्न सक्नुहुन्छ। तर्पणको लागि थालमा जल, दुध, तिल, चामलसँगै मिसाउनुहोस् र हातमा दाहिने हातमा लिएर 3 पटकसम्म ओम पितृदेवताभ्य तर्पयामी भनेर राख्नुहोस्। जल खनाउनुहोस् एकचोटि यसरी हैन। ओम पितृदेवताभ्य तर्पयामी भनेर चढाउने। ओम ग्रह देवताभ्य तर्पयामी भनेर चढाउने। ओम शिवाय नमः तर्पयामी भनेर चढाउने। यसरी तर्पण दिन